धन्नु मैले आइफोन चाहिँ किने यार। आइफोन किन्नलाई कति मेहनत गरेँ, हातैभरि यहाँ यसो पारियो, यहाँ यसो यहाँ जताततै हात डढ्यो, जताततै हात डढ्यो। यहाँ मामफुले कति काम गरेर हजुर आइफोन किन्नलाई कति मेहनत भयो। यहाँ हात पोलेछ, यता पोलेछ, अनि यता पनि पोलेछ, दाहिने हातमा नि यहाँ पोलेछ, यता यहाँ नि पोले, आज भर्खर पोलेको यहाँ त झन्। अब त अब आँखा कति ड्यामेज हुन्छ, आँखामा कति झिट्का हुन्छ। कोही मान्छेले पनि यसो गर्दै आइफोन किनेपछि यसो गर्दै गएर सिसामा गएर यसरी देखाउँछ नि, तर म त्यस्तोमा पर्दैन, मैले देखाएको होइन है यो आइफोन। यस्तरी देखाउँछन् भनेर भिडियो मात्रै गरेको। मोटो दाइ चाहिँ दुब्लाउने अभियानमा हुनुहुन्छ, म जस्तै दुब्लाउने रे। त्यही भएर आजभरि एक्सर्साइज गर्न लानुभयो। कला कला हाम्रो जनक दाइको कला कला दिस इज कला कला। वाउ। हेलो गाइस, वेलकम ब्याक टु माई न्यू भिडियो। आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम फिट एन्ड फाइनै हुँ। म चाहिँ अहिले काठमाडौँमा छु। काठमाडौँ आएको 2 महिना भइसक्यो। अहिले चाहिँ आइफोनै किनिदिएँ मैले। अब चाहिँ हामी माथि पार्कमा जाँदैछौँ। हाम्रो मोटु दाइ हुनुहुन्छ, जनक दाइ। अब चाहिँ पार्कमा गएर भेटौँ ल। फाइनली पार्कमा आइपुग्यो हाम्रो जनक दाइ। अघि अघि हिँड्नुपर्छ। यता चाहिँ यस्तो हुन्छ माहौल। कति क्या हो बुढाहरू। आज मैले त लास्टली भिडियो पनि लाग्थ्यो पार्कमा नि। के हाम्रो जनक दाइ आएर कि के हो जनक दाइ। त्यो गर्नुपर्छ यार, यसमा 0 पोइन्ट कति छैन क्या। दाइ यो चाहिँ हालको भर बढिया बाना यता हेर्नु न दिवाना। कस्तो मजाको दामी देखिन्छ है आइफोनबाट त यार। कति धेरै मान्छे यार। मोटो दाइ चाहिँ दुब्लाउने अभियानमा हुनुहुन्छ, म जस्तै दुब्लाउने रे। त्यही भएर आजभरि एक्सर्साइज गर्न लानुभयो। मोटो दाइ कतिचोटि गर्ने यो 50 चोटि है। मोटो दाइलाई चाहिँ मैले दुब्लाउन सिकाइरहेको। जनक दाइ फेरि आफ्नै पारामा हुनुहुन्छ। अझै ऊ फेरि तपाईँलाई हेर्नु छिटो गर्नु, अझै गर्नु। दाइ यार तपाईँ छिटो के। मोटो दाइ फेरि म भाइ होइन तपाईँको, मान्नुहुन्न ल। भाँचेर पाउँदै फेरि झर्नु होला दाइ। उल्टिन दिनुहुन्छ, हट्नै साइकलले उडाइदिनु भाइले हेर्नु म ल। के हो चेन त खुल्ला है मोटो दाइ। चेन त बन्द गर्नु नि त तपाईँ यार दाइ। यहाँ बास्केटबल खेलिरहनु यार। फुलहरू कस्तो राम्रो छ। केही छैन हाम्रो जनक दाइ। के गर्नुहुन्छ अब। खुट्टा दाब्ने जनक दाइ, खुट्टा दाब्दिनु त। खुट्टा दाब्दिने अरे अर्को एक्सर्साइज गर्ने ल। मोटो दाइको अर्को एक्सर्साइज हेरौँ है। मोटो दाइ ल ल ल ल गरौँ। 1 कति 2 20 गर्नुपर्छ है। 3 4 4मै मुख गरिसक्नु। 5 6 7 8 9 10 अझै सक्ने चाहिँ। मोटो दाइलाई कति विधि दुब्लाउन मन लागेको रहेछ यार बिचरा। हामी यहाँ फोटो खिचेर बसिरहौँ, मोटो दाइ चाहिँ उहाँ एक्सर्साइज गर्नु दाइ आफ्नै लागि हो यार, अरूको लागि होइन, आफ्नै लागि हो गर्ने चाहिँ पनि आफैले गर्ने। दाइले फोटो खिचिदिनु भन्नुभयो। एकचोटि त्यो देखाउने नै कस्तै हामी मेरो भिडियो भाइरल हुन्छ कि तपाईँलाई देखायो भने। एकदमै भाइरल व्यक्ति हो उहाँ चाहिँ, तर उहाँले फेस रिभिल गर्न चाहनु भएन। यहाँ केटी ढल्छन् भनेर पक्कै ढल्छन् केटी दराम होइन। दाइ चाहिँ धेरै हेन्सम हुनुहुन्छ, लास्टै हेन्सम हुनुहुन्छ। अनि त्यही भएर हात पनि हटाउनु भएन। केटी लाइन लाग्छन् भनेर जनक है, जनक के अरे फिस गाडी चलाउनुहुन्छ। जनक दाइको फिस गाडी छ अहिले। के हो जनक दाइको फिस गाडी। जनक थापा के थियो, आले मगर जनक आले मगर हो। जनक आले मगर जनक दाइको फिस गाडी सबले ल फलो गरेर। भाउजू पनि हुनुहुन्छ कि आउनु दाइको फेरि यार।
दाइको त यहाँ बिहा गरेर नि यहाँ छोराछोरी पाइसक्नु भयो नि मोट दाइ गर्लफ्रेन्ड छ न मोट दाइको छ कि नै गर्लफ्रेन्ड छ कि नै भनेको बुढीले थाहा पान्न कि तपाईँको के हुन्न कि बुढीले थाहा पान्न कला 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 हाम्रो जनक दाइको कला कला दिस इज कला कला वाउ कहाँसम्म घरसम्म हिँडिदिनु दाइ चप्पल कहाँ छ फेरि अनि यहाँ उल्टा हिँडिदिनु कि उल्टा खतरा ट्यालेन्ट कला ह्यान्डसम सबै छ दाइमा ल दाइ छिटो देखाइदिनु हिम्मत त सुन्दरी वाला हालिदिनु कति हेरेको यो दाइ त एक नम्बरको मात्रै छ यार के हेरेको त्यसलाई नङ पनि खतरा रहेछ हाम्रो म त दाइ चाहिँ एक्सर्साइज गरेकै हुनुहुन्छ के मा लेख्नु पनि होइन जे गरे नि एउटा न एउटा शरीर चाहिँ हल्लाउनु भयो कि दाइले हल्लाउनु दे आफ्नै लाग्यो दाइ हामी चाहिँ भर्खर यहाँ काम सकेर अब यहाँ काम सकेर यहाँ चाहिँ यत्तिकै साँझ पख यसो घुम्न फ्रेस हुनलाई आउँछौँ हामी चाहिँ अहिले पार्कमा आज एकदमै धेरै मान्छे आइरहेको 2-3 दिन भयो मान्छे र मान्छे छन् जतापट्टै त्यतै पानी आउँदा जस्तो गरिरहेको छ जनक दाइले आफ्नो कला देखाउनु भएन टिसुटै छ नङ चाहिँ यस्तो भएछ हातैभरि पोलेछ आइफोन किन्नलाई कति मिहिनेत भयो यहाँ हात पोलेछ यता पोलेछ अनि यता पनि पोलेछ दाहिने हातमा नि यहाँ पोलेछ तथा यहाँ नि पोले आज भर्खर पोलेको यहाँ त झन् अब त अब आँखा कति ड्यामेज हुन्छ आँखामा र कति झिक्का हुन्छ जनक दाइ फेरि गर्नु न तपाईँको अगाडि त उल्टा झुन्डिनेवाला कला पनि हेर्नु कि झन् छिटो ल उल्टा झुन्डिने है उल्टा पनि हेर्नु आजभोलि त अलि धेरै नै मान्छे आउँछन् यार यो पार्कमा जाम न दाइ यार तपाईँ यार ल मोटो दाइ चाहिँ यत्तिको चाहिँ हुनु के हो धन्नै के हुन्न त्यो अलिअलि गर्नु 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 कन्टिन्यू जनक दाइले गर्नु लानु भयो एउटा कोला अर्को ल ल ल अझै माथि अझै माथि ल उल्टा अर्नै मोटा टाउकोमा खानु होला फेरि ए यस्तो नआउँछ कलानीको पुसो भनिदिनु उल्टै ल हामी चाहिँ अब रुमतिर हिँडेको अवस्था मोटो दाइलाई चाहिँ यहाँ के भइसक्यो भन्नुभयो अझै भर्खरै म पनि गुरु आएछु त भन्नु न दाइ अब चाहिँ हामी जाँदैछौँ मैले चाहिँ आइफोन किनिदिइसकेँ होइन फाइनली यहाँ चाहिँ मलाई अलिक चर्को बोल्न बोलाइदिउँ पछाडि यत्रो बिल्डिङ छ होइन डर लाग्छ कि अलि बोल्न फ्रन्ट क्यामेराबाट ब्लग गराइराखौँ अब ल अब चाहिँ हामी रुमतिर हिँडेको अवस्था जनक दाइको यहाँ कला जहिले उल्टा बनेर सिँढीदेखि तल झरिदिनुहुन्छ यार जनक दाइ काम होइन जनक दाइको अब चाहिँ हामी रुमतिर जान्छौँ अब आइफोनदेखि भ्लग गरिरहेको छु कस्तो आँखा क्वालिटी थाहा छैन आँखा चाहिँ स्यालको जस्तो टल्किरहेको होला त्यो बाले भएन अब स्यालको जस्तो टल्किस् कि अब रियालको जस्तो टल्किस् मतलबै गर्नुहुन्न त्यस्तै अब हामी चाहिँ रुमतिर जान्छौँ अनि रुममा गएर अब के हुन्छ अब खाना खाइन्छ खाना खाएको पनि भ्लग आउँछ अब मोटो दाइले कति खानुहुन्छ खाना पहिले यति खाने मान्छे अहिले यति खानुहुन्छ भनेको अहिले फेरि एक 3 थुप्रा खाइदिनु नि त्यहाँ हुन्छ यार झुट बोले जस्तो हुन्छ जनक दाइले चाहिँ हरिफ खानुहुन्छ मैले हो हरिफ खाने त एउटा बिल्डिङ उठाइदिन्छु अनि फेरि अब चाहिँ जान्छु अब रुमतिर जान्छु अनि त्यही भेटौँ त्यहाँ कम्पनीभित्र पनि आइसक्यौँ होइन हामी काम गर्ने ठाउँमा चाहिँ आइसक्यौँ फलामको काम हामी चाहिँ गर्ने अब चाहिँ हामी आफ्नो किचनतिर जाँदैछौँ किचन चाहिँ अब यस्तो चाहिँ किचन अब देखाइदिन्छु किचन यस्तो हो तर म ब्याक क्यामेराबाटै गर्छु यार अब मैले राखेको नि आलु यहाँ आँखामा आज उस्तो ग्राइन्डर गर्दाखेरि आँखामा झिल्का परेर यार भेजाएको थिएँ दाइले धन्न झिक्दिनु भयो जसरी भए पनि कपीको पन्नाले सुसु गरी निकालिदिएर धन्न बाँच्यो सब्जी चाहिँ हेरमै के को ए जहिले भान्टा हुन्छ यार दाल छ भात छ अरू केही हुन्न हुन त हुन्छ डेली यहाँ आएपछि त मैले त होइन मासु सासु घर यति खाइन्थेन होला अहिले त यहाँ आएपछि त न धेरै चाहिँ खाइन्छ पिरिस पनि रित्तो रहेछ केही दिइदिउँ भनेको केही छैन यार हाम्रो कम्पनीको आइस भन्यो यार ल मोटो दाइ चाहिँ अब खाना पस्किनुहुन्छ कति पस्किने खाना दाइ तपाईँले कति खाने खाना आजदेखि हिजोदेखि हो खाना खानु लाग्यो खै कति आफ्नो थालमा हाल्नु त ल कति खानुहुन्छ लास्टै फोरो भयो यो त यार अब केटाहरूले फोरो गरिदिइहाल्छ नि दिदीले साफ गर्नुहुन्छ मजाले
त्यही पनि यति ल मुर्दाईको खाना चाहिँ यति हो न। जनक दाइले चाहिँ अब आँप काट्न लाउनुपर्छ हाम्रो गाउँदेखि लिएको आँप कसको घरको आँप अब चिन्नु होला कसको थाहा छैन तर गुलियो छ आँप चाहिँ एउटा एकदमै मिठो हो दाइ हुन्छ के हुन्छ दाइ मलाई पनि छोडिहाल्नु हाम्रो रासनहरू यता के छ हेर्नु मैले चाहिँ के काम गर्छु भनेर देखाइदिन्छु गिरेन रोट्ने यस्तो कुर्चीहरू बन्छ यहाँ अनि यस्तो कुर्चीहरू यो झुला बन्छ यहाँ झुला चाहिँ यतिकै राख्यो भने स्टकमा अझै यो त केही नि हो नि यहाँ त फलामको ओल्डिङ सोल्डिङ गर्ने मात्र ठाउँ हो यो उतापट्टि छ यहाँदेखि 2 मिनट लाग्छ होला उता जाने हो नि त्यहाँ चाहिँ बब्बाल छ पिङ सिङ छ एक दिन गएर देखाउँछु म पिङ छ कुर्ची छ सबै छ हामी चाहिँ दिनभरि काम गर्नु ठाउँ यहाँ चाहिँ कुर्सीहरू बनाएछ हामी चाहिँ यहाँ पाउडर कटिङ आयो यहाँ चाहिँ पेन्ट हान्दै भित्र हाल्दै गर्ने पाक्छ पाकेर बाहिर निक्लिन्छ यहाँ चाहिँ यो उसुरको डन्डी छ कपडा चाहिँ यति फोहोर हुन्छ यार हाम्रो यार जति साफ राख्छु भने पनि त्यस्तै भयो म यहाँ भिजाएर राखेको कपडा यार आज धुन्छु भनेको त्यस्तै भयो आज धुन अब भोलि बिहान उठ्ने बित्तिकै मोटी दाइले मलाई 4 बजी उठाएर बनाउनुहुन्छ न यहाँ छ कुर्सीहरू यस्तो हुन्छ यस्तोलाई बुनेर यस्तो डोरीहरूले बुनेर दामी हुन्छ तर म कसरी देखाइदिनु जियास आउटडोर भनेर सर जान्नु त्यही हो अब चाहिँ हामी रुममा जाँदैछौँ रुम चाहिँ जाने ठाउँ छैन यहाँ कुकुर भुक्छ कि कता कता फुस्टे आएन कोही मान्छेहरू पनि यसो गर्दै आइफोन किनेपछि यसो गर्दै गएर सिसामा गएर यसरी देखाउँछ नि तर म त्यस्तोमा पर्दैन मैले देखाएको होइन है यो आइफोन यस्तरी देखाउँछन् भनेर भिडियो मात्रै गरेको यहाँ चाहिँ हाम्रो कोठामा यस्तो छ हालत मेसिन यो कपाल काट्ने मेसिन यता चाहिँ सब मेटेरियल छ यो पङ्खा छ यो पङ्खा त एक दिनैमा घुम्छ बल्ल न यहाँ बन्दुक पनि छ दोनाले कट्टामा आमफुली अब जो बडी बोल्छ त्यसलाई कट्टा हान्छ टुन डोनाले कुरी अब कोही बडी नबोले गोली हालस फेरि दुईनालेको यता भन्न मिलेन त्यो चाहिँ यहाँ ओल्डिङ सोल्डिङ हानेर बनाएको यो दाइहरूले खै अब मायासाले कता अड्केको थियो यार यहाँ सिसिटिभी छ यो सिसिटिभी मतलबै छैन यार सिसिटिभीको एउटा कला देखाइदिन्छ है हेर्नु सिसिटिभी है सिसिटिभीले मलाई हेरेछ मैले सिसिटिभीलाई हेरेछु सिसिटिभीले मलाई हेरेछ मैले सिसिटिभीलाई हेरेछु तर बाल छैन मलाई जेसुकै होस् यहाँ चाहिँ खतरा देखिन्छ कि रिजन आयो नि हामी चाहिँ गाउँको यहाँ त कतिजना 5जना 6जना कम्पनीमै छ मन क्यामेरा देखाइदिएको नि क्यामेराको हसियत यस्तो क्या सेम देखिन्छ कि फेरि सिसिटिभी क्यामेरा जस्तै कता गयो 8 बाई रिजन है त 8 बाई रिजन जाने कि छिरा आइफोन किन्दाखेरि के आयो हेर्ने यहाँ यो आइफोन किन्दाखेरिको आइमा असल कपडाहरू मात्रै यहाँ पावर ब्याङ्क त्यो त किनेको 2000 मा पावर ब्याङ्क कता यो चार्जर इयरबड्स फ्रीमा पाएको यो चाहिँ आमफुली यो चाहिँ के हो खोल है इयरबड ओरन पत्तान्न बे कसम पाएको आइफोन किन्न जाऊ कि ल भन्नु मैले आइफोन चाहिँ किने यार आइफोन किन्नलाई कति मेहनत गरेँ हातैभरि यहाँ यसो पारेको यहाँ यसो यहाँ जताततै हात डढेछ जताततै हात डढेछ यहाँ मामफुली कति काम गरेर हजुर ल रिजनले आइफोनबाट फोटो खिच्ने भने ल आउन र टक्क कता जाने थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो डोन्ट फर्गेट टु लाइक कमेन्ट शेयर सब्सक्राइब